साथीहरु अब भिडियो त बनाउनु पर्यो भनेर धेरै साथीहरुले भन्नुभयो। अब बनाउनु पनि पर्यो। अर्जेन्टिनाले ब्राजिललाई 4-1 गोलले हरायो। अब म्याचको सिनारी के हुन्छ भन्दा फेरि अब राफिनाले पहिले अब म्याच सुरु भन्दा पहिले मिठो मिठो लामो लामो फिल्ममा मिथुनले हाने जस्तै डायलग, पुरानो फिल्ममा मिथुनलाई हाय गरी हान्थ्यो डायलग हैन, त्यस्तै हान्यो। अब डायलग त पहिला हान्यो, अब पछि चाहिँ के भयो चुप्प लाएर सब्स्टिट्युट भएर जानु पर्यो। अब त्यही भएर धेरै बोल्नु हुन्न भन्छन्। अब म्याचमा के हुन्छ भन्दा फेरि म्याच सुरु हुन्छ, सुरुमा के हुन्छ अल्भारेजले 4 मिनेटमा गोल हान्छ, फेरि इन्जो फर्नान्डेजले 12 मिनेटमा गोल हान्छ। अनि त्यसपछि रोमेरियोले अलि ओभर कन्फिडेन्स भएर अर्जेन्टिनाको डिफेन्सले चाहिँ मिस्टेक गर्छ। अनि उसबाट चाहिँ कुना भन्ने ब्राजिलको प्लेयर जो वेस्ट ह्यामबाट खेल्छन् उनले चाहिँ मौकामा चौका हान्छन्। आफैले क्रिएट गरेर हैन कि अर्जेन्टिनाको डिफेन्सको मिस्टेकमा मौकामा चौका गोल हान्छन्। अनि त्यही भएर पनि उनले सेलिब्रेट गर्दैनन् त्यति, किन भन्दा फेरि लटरी लागेको गोल हान्छन्। अनि 2-1 हुन्छ। अनि फेरि म्याकलिस्टरले उत्कृष्ट गोल हान्छ, लिभरपुलका स्टार मिडफिल्डरले 37 मा। अनि हाफ टाइममा 3-1 हुन्छ। गेम त त्यति बेलै सकिसकेछ 3-1 हाफ टाइममा। अनि औपचारिकता मात्रै बाँकी रहन्छ, एउटा फर्मालिटी। अब खेल्न त पर्यो 90 मिनट। अब हाफ टाइममा सरेन्डर गर्न पनि मिलेन। 90 मिनट त खेल्नु पर्यो नि गेम त, औपचारिकता त पूरा गर्नु पर्यो। भयो अब जिते पनि खेलौँ, अब एउटा औपचारिकता पूरा गरौँ भन्न त मिलेन, 90 मिनट त पुऱ्याउनु पर्यो। अनि हाफ टाइम सुरु हुन्छ। अनि त्यसपछि अब गेममा अनि अब सालोनीले के गर्छन् भन्दा अब भयो अब रेस्ट दिउँ अरू प्लेयरहरूलाई, अब नयाँ ठिटाहरूलाई चान्स दिउँ भन्छन्। अनि साइमन जो डिएगो साइमन अर्जेन्टिनाको लेजेन्डरी पहिलाका प्लेयर थिए, 98-2002 मा खेले थिए, डिफेन्सिभ मिडफिल्डर पनि हुन्, ब्याकबाट पनि खेल्थे, अहिले एथलेटिको मैड्रिडका कोच पनि हुन्। उनका छोरा आउँछन् जो अहिले राइट मिडफिल्डर र विङ्गरबाट पनि खेल्छन्। तिनले आएर 71 मिनटमा यस्तो घातक गोल हानिदिन्छन्, 4-1 हुन्छ। त्यसपछि ब्राजिल चाहिँ ब्याकफुट हुन्छ, त्यसपछि आउन सक्दैन। अनि गेम सकिन्छ। अनि यो गेम सकिसकेपछि अनि अब त्यहाँ अब गेममा के हुन्छ भन्दा फेरि केही अब त्यो केही हुन्छ। अब ओटामेन्डीले यस्तो गरेर सिग्नल गर्छन् उसलाई, के अरे राफिनालाई, अलिक कम बोल्ने गर्नुपर्छ, धेरै बोलिस् नि, खोइ के भयो भन्छ। अनि राफिना रिसाउँछन्, अलिअलि छेडछाड हुन्छ। अनि इन्जो फर्नान्डेजले आफ्नो चाहिँ रिसाएर जिस्काउन थाल्छन् ब्राजिलियन प्लेयरलाई। अनि सालोनीले धेरै एग्रेसिभ नदेखा, खेल यतातिर नगर, जित्नेतिर लाग्नुपर्छ भन्छन्। अब म्याच सुरु हुन अगाडि सालोनीलाई म एकदम रेस्पेक्ट गर्छु। के भन्छन् भन्दा यो ब्राजिल र अर्जेन्टिना एउटा राइभरी टिम हो, यिनीहरूको एकदम ठुलो राइभरी नेसन हुन् यो संसारमा। तर हामीले नेइमार र मेसीको रिलेसन हेर्नुपर्छ। यिनीहरू चाहिँ राइभरी भए पनि कति मिल्छन्। त्यही भएर प्लेयरमा ब्राजिल र अर्जेन्टिनाको राइभर हो भने प्लेयर र हामी नेसनलको प्लेयरको त्यस्तो रिलेसन एउटा इक्जाम्पल सेट गर्नुपर्छ भन्छन्। यो कुरा हामीले फलो गर्नुपर्छ, फ्यान्सहरूमा पनि, प्लेयरहरूमा पनि, सबैमा, कन्ट्रीमा पनि, सबैमा हो। यो हो कि इक्जाम्पल सेट गर्ने। अब हामीले मैले भन्छु 2002 मा रोनाल्डो नाजेरियो, रिभाल्डो, रोबर्टो कार्लोस, काफू, काका हैन, अनि त्यसपछि रोनाल्डिनोले आफ्नो ओपोनेन्ट टिमलाई, प्लेयरलाई, कन्ट्रीलाई कति रेस्पेक्ट गर्थे। तिनैलाई देखेर म पनि ब्राजिललाई वान अफ द माई फेभरेट कन्ट्री भन्छु कि म अहिले पनि तिनीहरू प्लेयरलाई म अहिले पनि इज्जत गर्छु। पेलेलाई इज्जत गर्छु, तिनी प्लेयरलाई इज्जत गर्छु, अहिले पनि गर्छु, अहिले पनि गर्छु। ब्राजिल प्लेयरहरूप्रति रेस्पेक्ट मलाई तिनीहरूलाई देख्ने हुन्छ। नेइमारसम्म हुन्छ, नेइमारको पनि हेर्नु कति लोयल्टी छ त्यो। तर अहिलेका गोरिल्लाहरूको इगो जस्तै एटिच्युड, राफिनाको हेर्नुहोस्, कुरै नगरौँ एटिच्युड, त्यो भिनिकस जहिले पनि रेसिजमको कार्ड खेल्ने, डिसिप्लिन जिरो, छोडिदिनुहोस्, जिरो र एटिच्युड छ उसको। एन्ड्रिक भन्ने छ, म मेसीको नाम हिस्ट्रीबाट मेटाउँछु भन्छ, औकात 2 कौडीको छैन। पहिला आफ्नो एउटा राम्रो प्लेयरको लागि त नेममा आफूलाई राख्नु पर्यो नि, लेभल आफूले आफूलाई कहाँ पुर्याउँछ, मेसीसित कम्पेयर गर्छ जसको औकात केही छैन। पहिला लेभल त बनाउनु पर्यो। हेनरिकको कुरा गर्छु, जसलाई बबी चार्ल्टनको नाम भन्ने जिस्काउँछन्। अनि रोड्रिगोले ओ कावर्ड भने मेसीलाई भन्छ, त्यसको औकात के छ। अरे नेइमारको आइडल मेसी हो, नेइमारको लेभल त ऊ पुगेर देखाओस् अनि बल्ल मेसीसित बोल्ने लायक हुन्छ। जब रोनाल्डोले त मेसीलाई रेस्पेक्ट गर्छ, मेसीले रोनाल्डोलाई रेस्पेक्ट गर्छ, यिनीहरूको आफ्नो लेभल के छ त्यो मान्नुपर्छ कि। यिनीहरूको यो कुरै छोडिदेऊ। ब्राजिलको नयाँ जेनेरेसनले 2002 को जेनेरेसनबाट, इभन 6-10 को जेनेरेसनको प्लेयरहरूबाट धेरै कुरा सिक्नुपर्छ। एटिच्युड के हो बुझ्नुपर्छ, अनि बल्ल कुरा गरौँ। नत्र भने यही जेनेरेसनको इगोले, जस्तै राफिना थियो नि, बढी बोल्ने, जे पाए त्यही बोल्ने, आई विल
फक भनेर के भन्यो हैन मैले जित्छु म गेम खेल्नको लागि जित्छु हामी जित्छौं ट्रफी ल्याउँछौं हामीले उनीलाई हराउँछौं भन्न ठीक छ इट्स ओके विल फक भन्नु चाहिँ भएन नि एउटा इन्टरनेशनल लेभलको प्लेयर बार्सालाई रिप्रेजेन्ट गर्छ ब्राजिललाई रिप्रेजेन्ट गर्नेले त्यस्तो बोल्नु सुहाउँथेन कुन लेभलको पर्छ उसले संसारले प्लेयर भनेको त्यो संसारलाई रिप्रेजेन्ट गर्छ बार्सा क्लबलाई रिप्रेजेन्ट गर्छ बार्सा भनेको पब्लिक प्रोपर्टी क्लब हो ब्राजिल भनेको पब्लिक प्रोपर्टी जस्तो क्लब हो संसार फ्यानसित जोडेको भावनात्मक कुरा हो त्यसले रिप्लेस गर्छ नि पर्सनल कुरा हैन नि एउटा खातेले बोलेको कुरा र त्यो पब्लिकले बोलेको कुरामा फरक पर्छ नि पब्लिकलाई रिप्लेस गर्ने त्यही भएर यहाँ इस्यु आउँछ के मैले के बोल्छु त्यो फरक पर्दैन तपाईले के बोल्नुहुन्छ साधारणले फरक पर्दैन तर पब्लिकसित जोडेकोले के बोल्छ त्यो फरक पर्छ के यहाँनिर त्यसरी कुरा आउँछ बुझ्नु भयो हैन अहिले मैले भनेको आखिर राफिना त के भयो चुप्प लाएर जानु पर्यो नि गेम त त्यही सके थियो ब्राजिलको त मिडफिल्ड त जिरो केही गर्नै सकेन हालत यस्तो भयो कि स्टार्टको कुरा गर्छु है पोसेसन 56 अर्जेन्टिना 44 ब्राजिल कर्नर 6 वटा अर्जेन्टिना 0 ब्राजिल फल चाहिँ अब यहाँ हेर्नु है अर्जेन्टिनाले बढी फल हान्छ भने चाहिँ अर्जेन्टिना आफै राम्रो खेल्छ किन फल हान्नु पर्यो उल्टै ब्राजिलले 19 वटा फल हानेको रहेछ अर्जेन्टिनाले 12 वटा मात्रै अब गोलमा सुट हानेको अब यस्तो चाहिँ रहेछ अब गोल सुट चाहिँ 0 अर्जेन्टिना 3 ब्राजिल मतलब गोलकिपर सुटको कुरा मैले गरेको हैन गोल सुटको कुरा अनि तपाईको अब यो कस्तो छ भन्दा फेरि सुट्स अन टार्गेट भन्ने कुरा छ हैन अब त्यो टार्गेटमा गर्दा फेरि ब्राजिलको जम्मा एउटा छ अर्जेन्टिनाको 5 वटा अब अफ टार्गेट भनेको चाहिँ अब त्यो 7 वटा अर्जेन्टिनाको अब ब्राजिलको पनि अब त्यस्तै एउटा यस्तै छ हैन अब यिनी ठुलो कुरा हैन अब मलाई अब एउटा कुरा म तपाईलाई भन्छु म अब अर्जेन्टिनाको बारेमा धेरै क्रिटिसाइज म गर्न चाहन्न हैन अर्जेन्टिनाको स्ट्राइकिङमा त्यस्तो प्रब्लम छैन लौटाराको रिप्लेसमेन्ट अर्को अल्भारेज र लौटारा छन् अनि त्यसपछि अर्को तपाईको अरु नयाँ जेनेरेसनको पनि अब अरु चाहिँ बेन्चमा रेडी भएर बसिसकेछन् 19-20 वर्षको 2-3टा आइसकेछन् तपाईको अल्मोडा छन् अनि त्यसपछि तपाईको निको प्याच भन्ने 19-20 वर्षका हैन त्यसपछि कार्बोनी भन्ने छन् हैन यिनीहरु त्यो 4-5 वटा प्लेयरहरु चाहिँ विंगरमा लेफ्ट राइटमा रेडी भएर बसिसकेछन् मिडफिल्डमा पनि तपाईको चाहिँ अब तपाईको इन्जो फर्नान्डेज मैकेलिस्टर छन् हैन अब के रे त्यस्तै तरिकाको अरु खालको चाहिँ मिडफिल्डरहरु चाहिँ 3-4 वटा चाहिँ रेडी भएर बसिसकेछन् अर्जेन्टिनामा जस्तै अब के रे यो मैले नाम कस्तो मुखमा आएन हैन जोस यङ जेनेरेसनको भनेछु म 26 मा खेल्नेको त कुरा गर्छ अब 26 सम्म डिपोल र तपाईको यो के रे यो हाम्रो चाहिँ रोमाबाट खेल्ने जुन छ आज खेलेका थिए तीन कस्तो मैले नाम बिर्से यो हैन त्यो नाम छोड्दिम उनी खेल्छन् हैन त्यसपछिको नयाँ चाहिँ लट तयार भइसकेछन् अब डिफेन्स लाइनमा पनि अब यो मोलिनाहरु चाहिँ 30 सम्म पनि खेल्छन् होला रोमेरो पनि 30 को वर्ल्ड कप खेल्छन् होला अब यो ओटामेन्डी र यो ट्याग्लिफिको भनेको 26 सम्म वर्ल्ड कप खेल्छन् त्यसपछि ओटामेन्डी 26 को वर्ल्ड कप खेल्छन् जस्तो लाग्छ फिटनेस छ हैन एक्सपिरियन्स पनि चाहिन्छ ट्याग्लिफिको पनि खेल्छन् त्यसपछि चाहिँ 30 को वर्ल्ड कपमा ब्याकलाइनमा ट्याग्लिफिको र ओटामेन्डीलाई रिप्लेस गर्नै पर्छ अर्जेन्टिनाले त्यसपछि त्यहाँनिर इस्यु छ हैन मेरो विचारमा त्यो भनेको अर्जेन्टिनालाई त्यति टाउको दुखाइको प्रब्लम छैन म्याक्सी पेरोर भन्ने मिडफिल्डमा अर्जेन्टिनाको रिप्लेसमेन्ट आइसकेछन् हैन अब त्यो भइसकेछ विंगरमा पनि आइसकेछन् लेफ्ट राइट विंगरमा साइमनकै छोरा जसले 71 मिनेटमा गोल हानेछन् तिनकै छोरा राइट विंगरमा आइसक्यो ल म विंगरमै भन्छु है तपाईलाई निको प्याज हैन अल्मोडा सिमोन हैन अनि त्यसपछि कार्बोनी यो 4 वटा भयो अनि तपाईको यो 1 2 3 4 अनि त्यसपछि के रे अनि प्यालासियोज 5 यो 5-6 वटै तपाईको अर्जेन्टिनाको विंग्स पोजिसनमा आइसकेका छन् यो राम्रै कम्पिटिसन अनि त्यसपछि इकी भ्यारी यस्तो बबलबर 5 वटा अर्जेन्टिनामा विंग्समै लेफ्ट राइटबाट खेल्न आइसकेछन् स्ट्राइकरमा चाहिँ पनि अब यो हामीले उलाई छोड्यौं जुलियन अल्भारेज भनेको 26 30 34 मै खेल्छन् लौटारोको 26 लास्ट वर्ल्ड कप हुन्छ जस्तो लाग्छ मलाई
त्यसपछि खेल्छन् जस्तो लाग्दैन। दुईटा जति एउटा आइसकेछन्, दुईटा जति खतरनाक स्ट्राइकर आइसकेछन् अर्जेन्टिनामा 18-20 का। यिनीहरूले अल्भारेजसित खेल्छन् होला 30 र 26, 30 र अर्को 34 मा हैन। अब मिडफिल्डमा पनि मैक्सी पेरोन अनि अरू आइसकेछन् मिडफिल्डमा। यो तपाईको इन्जो फर्नान्डेज मैकेलिस्टरको पेयर भएर 30-34 मा जान्छन् होला यिनीहरू। किन भन्दा यो तपाईको चाहिँ यो के अरे यो डिपोलहरू भनेको 26 चाहिँ डिपोलको, प्याराडेसको, अघि मैले नाम बिर्सेँ, प्याराडेसको चाहिँ 26 चाहिँ लास्ट हुन्छ, प्याराडेसको पनि डिपोलको पनि लास्ट हुन्छ हैन, मेसीको पनि 26 लास्ट हुन्छ, अनि त्यसपछि डिबेलाको पनि 26 लास्ट हुन्छ, लाउटारो मार्टिनेजको पनि 26 लास्ट हुन्छ, अनि उसको पनि प्यालासियसको पनि 26 लास्टै गराउँछ होला, त्योभन्दा अगाडि लग्दैन उसले। अनि त्यसपछि मेरो विचारमा उसलाई पनि 26 चाहिँ लास्टै गराउँछ जस्तो लाग्छ है मलाई। यो तपाईको यो निको गन्जालेजको पनि 26 लास्टै गर्छ, त्योभन्दा अगाडि मलाई लाग्छ जस्तो लाग्दैन। किन भन्दा यिनीहरूले अब नयाँतिरै लग्छ यिनीहरूले। अब त्यसपछि आउँछ यिनीहरूको डिफेन्समा चाहिँ, यिनीहरूले अब डिफेन्समा पनि अब तपाईको मोन्टियललाई पनि 26 लास्टैतिर लग्छ, फियोतहरूलाई बरु अगाडि बुस्ट गर्न सक्छ। अनि यसैबाट नै अर्जेन्टिनाले यो चाहिँ पेजिलाहरूको पनि 26 लास्टै हुन्छ। यिनीहरूले फ्रेस लाइनअपमा ब्याक लाइनहरूमा लग्छ होला। अल्मोडाहरूलाई एकदम बुस्ट गर्छ यिनीहरूले, अर्जेन्टिनाले अब अल्मोडाहरू यिनीहरूलाई बुस्ट गर्छ। अब गर्नाचोले राम्रो खेलेन भने गर्नाचोको रिप्लेसमेन्ट जति पनि छन् अर्जेन्टिनामा क्वालिटीको कमी छैन, त्यो यिनीहरूको चाहिँ निस्किन्छ। अब अर्जेन्टिनाको धेरै समस्या छैन हेर्नु, अब वर्ल्ड कपमा क्वालिफाई भइसकेको छ। म्याच ब्राजिलसित अगाडि नै म्याच जित्न ड्र भए पनि पुग्थ्यो। ब्राजिलसित ड्र हुनुभन्दा अथवा जित्न अगाडि नै पहिलाकै म्याचको रिजल्ट एउटा कन्ट्रीको, दुईटा कन्ट्रीको म्याच ड्र भएको कारणले पुगिसक्यो। अब अर्जेन्टिनाको लागि अब बाँकी म्याच नयाँले चान्स दिएर नै अगाडि बढ्छ होला, गरे पनि हुन्छ भन्ने मन लाग्छ। अब अर्जेन्टिनाको इस्यु म गर्दैन, अब बाँकी म्याच नयाँलाई रिल्याक्स गराउँछ होला। अब अर्जेन्टिना विदाउट लियोनल मेसी, पाउलो डिबाला, अनि तपाईको लाउटारो मार्टिनेज, सेल्सो हैन, सेल्सोको पनि लास्ट वर्ल्ड कप हुन्छ। अनि त्यसपछि मोनिटेल, यिनीहरू बिना नै तपाईको जित निकालेको छ। अब ठिक छ, अब म ब्राजिलको बारे चाहिँ म इस्यु किन लिन्छु भन्दा ब्राजिललाई जसले फुटबल बुझ्दैन उसले ब्राजिललाई हेड गर्छ हुन्छ। ब्राजिल मलाई मनपर्छ, तर अर्जेन्टिनाको फ्यान भएको नाताले अर्जेन्टिनाको सपोर्ट गर्छु। आफ्नो एन्टीलाई चाहिँ विरोध गर्ने मतलब यतालाई गाली गलोज गर्ने होइन है, फेरि त्यो होइन, रेस्पेक्ट अल टिम। ब्राजिलको सबभन्दा समस्या के छ भन्दा फेरि यहाँ म भन्छु, सबभन्दा पहिला रोनाल्डो नाजेरियो गएपछि एड्रियनो थियो, त्यति बेला एड्रियनोले चाँडै रिटायरमेन्ट गरे। त्यसपछि ब्राजिलको चाहिँ कम्प्लिटली नम्बर 9 स्ट्राइकरको ग्याप छ। ब्राजिलको पेलेपछि धेरै राम्रो प्लेयरहरू आए होइन, अमारिल्डो आए, पेले, अमारिल्डो, अनि त्यसपछि धेरै राम्रो प्लेयरहरू, रोमारियो आए होइन, रोमारियो पछि रोनाल्डो आए, रोनाल्डो पछि एड्रियनो आए। अनि एड्रियनो पछि तपाईको त्यसपछि कन्भिन्सिङ स्ट्राइकर मैले पाउन देखेन। अनि त्यसपछि तपाईको मैले चाहिँ यो रिचार्लसन देखेँ, त्यस्तो ओल्ड क्लास स्ट्राइकर होइन, तिनी भनेको राम्रो स्ट्राइकर हुन्, एभरेज स्ट्राइकर हुन्। त्यसपछि ब्राजिलको चाहिँ जेसेस राम्रो स्ट्राइकर थिए, म्यान्चेस्टर सिटीबाट आर्सेनलमा गयो जान त, तर उनी अहिले आर्सेनलबाट खेल्छन्, कहिले बेन्चमा खेल्छन्, कहिले राम्रै खेल्छन्, कहिले बेन्चमा, कहिले अनमा आउँछन्, स्टार्टिङमा गर्छन्, कहिले घाइते हुन्छन्। तिनी नेसनल टिमबाट त्यस्तो प्रोमिसिङ छैनन्। अनि त्यसपछि रिचार्लसन भनेको टोटेनमबाट कहिले स्टार्टिङमा खेल्छन्, कहिले बेन्चमा खेल्छन्, कहिले फ्लाइङ किक हान्छन्, तर तिनी ओल्ड क्लास त्यस्तो क्वालिटी स्ट्राइकर होइनन्, त्यस्तो प्रोमिसिङ होइनन्। जस्तो अर्जेन्टिनामा ओल्ड क्लास स्ट्राइकर आइरहन्छन्, जस्तो लाउटारो मार्टिनेज, जुलियन अल्भारेज, औगेरो, कार्लोस टेभेज जस्तो क्यालिबरको स्ट्राइकर न जेसेस हुन्, न रिचार्लसन हुन्। ब्राजिलियन भनेर हाइप गराएर सिटी पिटेर हुँदैन। ब्राजिलियन र इङ्ल्यान्ड प्लेयरमा बढी हाइप हुन्छ, मैले पहिले भनेकै छु। त्यही हाइप बढी गरेर अहिले हालत यो भइरहेछ। हाइप हुन्छन्, राम्रो क्वालिटी प्लेयर आउँछन्, तर हामीले हाइप बढी गर्ने, सिटी बजाउने गरेर यो हुँदैन। किन भन्दा यस्तो क्यालिबरको प्लेयर अरूमा एभरेज प्लेयर हुन्छन्, मैले भनेछु। अनि अहिले एन्ड्रिक्सन, जसलाई सर बबी
बबी चार्ल्टन भन्छन् होइन। अब तिनलाई पनि बढी हाइप गरेर ठुल्ठुलो नाम जोडेछन्, यिनले धेरै कुरा सिक्न पर्छ, खेल्न पर्छ, म्याचर हुन बाँकी छ, एज कम छ, यिनलाई म्याचर गराउनु पर्छ। अब कुनो भन्ने छन्, अब यिनी पनि वेस्ट बाट खेल्ने रहेछन्। अब यिनको चाहिँ हालत देख्दाखेरि अब के अरे वुल्सबाट खेल्छन् यिनी। अब चाहिँ यो कुनो भन्ने कुनहा भन्छन् है, कुनहा। अब यिनको पनि हालत त्यस्तो एभरेज टाइपको प्लेयर हुनु। अब ब्राजिल निड्स टु फाइन्ड, यिनीहरूले जेससलाई अलिक भरोसा गर्नुपर्छ। ब्राजिलसित रिचार्डसन र जेसस बाहेक त्यस्तो परिपक्व स्ट्राइकर अहिले फिलहाल छैन। अब तपाईँको अब उसलाई यो जस्तै तपाईँको ब्राजिलले उसले के अरे रोड्रिगोलाई फल्स 9 खेलाएर काम छैन। उनीहरू नेचुरल 9 होइनन्। राफिनालाई नेचुरल 9 खेलाएर काम छैन। उसलाई नेचुरल 9 खेलाएर, जस्तै तपाईँको हाम्रो रेसिजमको कार्ड खेल्छन् नि एकजना हाम्रा, जस्तै भिनिकस जुनियरलाई नेचुरल 9 खेलाएर ब्राजिलले कहिले पनि काम हुँदैन। यो यिनीहरूले ब्राजिलले बुझ्नुपर्छ यो कुरा। नेचुरल 9 को लागि अब 3-4 वर्ष लाग्छ। एन्ड्रिक म्याचर हुनुपर्छ, एटिट्युडलाई कम राख्ने, मेहनत गरेर कि जेससलाई चाहिँ भरोसा गर्नु पर्यो होइन, उसलाई टाइम दिएर। अब जेससको ब्राजिलको स्कोरबाट राम्रो छैन त्यस्तो। अनि अर्को मिडफिल्ड, अब ब्याककीमा पनि ब्राजिलको धेरै बुढा प्लेयरहरू छन्, रियल म्याड्रिडको हड्डीमा जाम भइसकेछन्। अब हेर्नुहोस्, अब जोइल्टन भन्ने 28 वर्ष, अब जोइल्टन भन्न आयो। डिफेन्समा हेर्दा मुरिल्लो भन्ने नोटिङहम फरेस्टबाट 22 वर्षको छन्, यिनलाई अलिक टाइम लाग्छ। अब मार्किन्योस भन्ने छन्, अब पिएसजीबाट राम्रै हुन्, त्यस्तो प्रुभिङ लाग्दैन, ठिकै छन्। अब यिनकै दम वरिपरि घुमेको छ अहिलेसम्म डिफेन्स। अब वेस्टली भन्ने छन्, अब फ्लेमिङ्गोबाट, यिनी बिचरा म्याचर हुँदैछन्, पछि गर्लान्, टाइम आउँछ। एरेना भन्ने छन्, अब 27 वर्षका, यिनले पनि ठिकै छन्, त्यस्तो पुरा संसारै हल्लाउने डिफेन्स होइनन् होइन। अब जस्तै अर्जेन्टिनाको ओटामेन्टी र रोमेरियो, अब मोलिना क्यालिबरका चाहिँ म मान्दैन यिनलाई। अब त्यो अब ब्राजिलको अब म्याचुरेसन फेजमा जाँदैछ, डिफेन्सहरू गर्छन्, मुरिलोले गर्छ, पछि टाइम आउँछ, वेस्टलीले पनि टाइम आउँछ, गर्छ, टाइम लाग्छ होइन। अब सबभन्दा मलाई ब्राजिलको खतम लाग्यो भनेको मिडफिल्ड। जब अहिलेको मोडर्न फिल्डमा जब तपाईँसित मिडफिल्ड हुँदैन, तपाईँले ब्याटल जित्नुहुन्न। जबसम्म काम नलाग्ने स्ट्राइकरलाई तपाईँले भए जति थुपार्नुहुन्छ, ब्राजिलको कोचकै डिफल्ट हो यो। भए जति स्ट्राइकर र एट्याकिङलाई थुपारेपछि मिडफिल्डले गेम चालु गर्दैन, तपाईँले हार्नुहुन्छ। रोड्रिगो पनि राखेकै छ, राफिना पनि थुपारेकै छ, भिनिकस पनि थुपारेकै छ, अनि गुना पनि थुपारेकै छ। भए जति 4-5 वटा एट्याकर थुपारेछ, मिडफिल्ड कसले चलाउँछ, अनि कहाँबाट बल अगाडि बढ्छ, कसले रोटेट गर्छ, मिडफिल्डको ब्रिज कसले, मिडफिल्ड र स्ट्राइकरको बिचको ब्रिज कसले चलाउँछ, अनि कसरी खेल्छ, त्यहाँ जाम भएन, अनि कसरी हुन्छ। अनि गुमिराज भन्ने छ त्यो एउटा मिडफिल्डर ब्राजिलमा, अब त्यो बिचराले कति, त्यो पनि रेड कार्ड के अरे कार्डहरू येल्लो कार्ड खाएर हटेछ, त्यो भएको केही गेममा कन्ट्रोल गर्थ्यो। अब क्यासमिरो छ बिचरा, अब त्यो बुढो हड्डी भइसक्यो, रिटायरमेन्टको फेजमा छ। ब्राजिलले चाहिँ अझै टाइम छैन वेकअप कल चाहिँ मिडफिल्डरमा चाहिँ अलिकति यिनीहरूले अलिकति इन्भेस्ट गरेर 4-5 वटा ब्याकअप मिडफिल्ड चाहिँ निकाल्नुपर्छ है ब्राजिलले। यिनीहरूले चाँडै यसमा होमवर्क गर्नुपर्छ, नत्र ब्राजिललाई ठुलो दुर्घटना हुनसक्छ। मैले देखेको यही हो। ब्राजिल निड टु फाइन्ड गुड मिडफिल्डर। अब वेस्ट हेमबाट एन्ड्रे जस्तो मिडफिल्ड छन्, अब यो ठिकै छ। अब जोइल्टन भन्ने न्युक्यास्टलको मिडफिल्डर, यो पनि ठिक छ, त्यस्तो वर्ल्ड क्लास मिडफिल्डर होइन, राम्रै खालको हो। अब ब्राजिल निड टु फाइन्ड सम पिक फर्मको क्यासमिरो होइन। अब यस्तो टाइपको मिडफिल्डर चाहिँ फाइन्ड गर्नुपर्छ ब्राजिलले। जस्तै अर्जेन्टिनामा छ म्याकेलिस्टरको मिडफिल्ड हेर्नु, तपाईँले इन्जो फर्नान्डेजको, डिपोलको मिडफिल्ड हेर्नु, यिनीहरू कहाँ, डिपोलले कहाँको मिडफिल्ड गर्छ, एथलेटिकको मिडफिल्ड क्लबको मिडफिल्ड चलाउँछ। चेल्सीको मिडफिल्ड इन्जो फर्नान्डेजले, लिभरपुलको मिडफिल्ड म्याकेलिस्टरले चलाउँछ, प्याराडेसले रोमाको मिडफिल्ड चलाउँछ अर्जेन्टिनाको। सेल्सो अहिले घाइते बस्छ, उसले पनि रियल बेटिसको मिडफिल्ड चलाउँछ। मिडफिल्डको कम्प्याक्ट हुनुपर्छ प्यालिस। अनि अर्को चाहिँ अनि अर्को पनि छ अर्जेन्टिना, अरू पनि छन्, मिडफिल्डको कम्प्याक्टले ब्याटल जित्छ के। ओके, अब ब्राजिलको लागि वेकअप कल भएको छ, मिडफिल्डको ब्यालेन्स छैन है यसमा। ओके, अब जस्तो होस्, अब राफिनाले अब स्पेनिस ला लिगाको टिम जस्तो अर्जेन्टिना सोच्यो होलान्,
अब उनको लागि पनि लेसन भयो, किनभने धेरै बोल्नुहुन्न, मैले चाहिँदो बोल्नुपर्छ, धेरै डाइलेक्ट हाल्नुहुन्न भन्ने बुझ्यो होलान्। ओके, जे होस्, अब जे जस्तो भए पनि अर्जेन्टिना टिमहरूले चाहिँ को चाहिँ एउटा मलाई के मन पर्यो भन्दाखेरि उनले डिपरले भने हामीले सबै टिमलाई रेस्पेक्ट गर्नुपर्छ, जस्तो टिम भए पनि हामीले खेल्नुपर्छ भने, अनि सालोनीले पनि हामीले चाहिँ सबै टिमहरू मिल्नुपर्छ र रेस्पेक्ट गर्नुपर्छ, नेइमार र मेसीको रिलेसन भने यो कुराले चाहिँ एकदम राम्रो। त्यही भएर त अर्जेन्टिनाको फ्यानहरू चाहिँ एउटा राम्रै जमात छ भन्छु म। ओके, आजको म्याच कस्तो लाग्यो अर्जेन्टिना भर्सेस ब्राजिलको? तर ब्राजिललाई चाहिँ एकदम ह्युमिलेसन नै गर्यो है अर्जेन्टिनाले। 4-1 को ठाउँमा 6-7-8 पनि हुन सक्थ्यो। अर्जेन्टिनाले भइगयो, जितिहाल्यो, अब धेरै ह्युमिलेसन नगरौँ, छोडिदिउँ भनेर खेले जस्तो लाग्यो। ओके, म्याच जे पनि हुन सक्थ्यो, हार र जित हुन्छ। अब अर्जेन्टिनाकोले पनि धेरै हार बेहोरेको छ। मैले जहिलेदेखि 1998 देखि मैले फुटबल बच्चैदेखि हेर्दाखेरि अर्जेन्टिनाले कति हार बेहोर्यो, मैले मुटुमा पत्थर राखेर हार बेहोरेर बसेछु। अर्जेन्टिनाको कहिले सपोर्ट छोडेन। भोलि पनि दिनमा हार्ला अर्जेन्टिना, त्यही पनि सपोर्ट गर्छु। जितेर म मात्तिन्न, हारेर म रुँदैन, अर्जेन्टिनालाई सधैँ सपोर्ट गर्छु। ओके, आजको भिडियो कस्तो लाग्यो? आई एम साइनिङ आउट, बाई बाई।